ए राम्रो कुरा गर्दा गर्दै कता कता सर्यौ सम्धिनी यता सुनेर मोरा राम्रो कुरा गर्दा गर्दै कता सर्यौ सर्यौ क्षतिपूर्ति भराउन त यत्रो नाटक गर्यौ दिमला म भरे नै भेट कति हो छोरीको रेटा नारीमाथि दमन गर्ने थुक्क तलाई सासु मर्ने बेला सास नजाला लाग्ला यिनको आँसु यिनको सिन्दुर यतिकै नफाल नत्र तिम्रो रहन्न कपाल नमस्ते सजालो झुले ए हामीले कुरा गर्दाखेरि उसको मुटु पोल्छ हामीले कुरा गर्दाखेरि उसको मुटु पोल्छ साँच्चीकैको वकिलले त सभ्य भाषा बोल्छ तारेलाई कानमाथि उकाल तैले नि कालो कोट फुकाल हे बुढी मान्छे भएर नि बोल्ने सोमत छैन बुढी मान्छे भएर नि बोल्ने समत छैन अदालतमा वकिल बोल्छ तिमी बोल्ने होइन कस्तो खालको जन्मी छे नारी लखर दिमला नाङ्गे झार पारी नमस्ते ए अदालतमा आएको हामीले न्याय लिन सम्धि भन्ने नक्चरको बक्के बस्यो किन हे मुद्दा त आइसक्यो जिल्ला सम्धिको झार्न पर्यो बिल्ला नमस्ते बुहारीले चोखो माया सोचे भन्दा कम दिए बचनैले मुटु फाट्यो के बोलम र सम्धि हे खुबै क्षतिपूर्ति माग्नलाई आछौ काम भन्दा माम धेरै खाछौ दौरा सुरुवाल लगाएर कुरा गर्छौ खाते कति साह्रै टिमुर्केको रहेछ नि सुन्दाते हे लखर दिउँला खोलेर दौरा साँच्चै न्यु खोजेकै हो र नमस्ते किन हो र वकिल साहेब टिमुर्केर बोल्ने तिम्रो हिम्मत कति छ खै आउ त मेरो सुरुवाल खोल्ने हे मेरो सुरुवाल खोल्छु पो भन्छ आज यसको यही चिहन भन्छ इज्जतमा बस्दैनौ नि लगाएर दौरा नेतालाई त छोड्दिन म तिमी त कहौ र आज मैले सकिन थाम्न बुहारीलाई नि आउँथ्यौ रे छाम्न नमस्ते कालो कोटको इज्जत राख न्यायालय आछौ भौतारिन्छौ किन हो र यिनको कति खाछौ हे पापका कुरा सुनेर कमे लाउन नि मलाई यसले बापति कुरा गरौँ क्या पता त मैले कहाँ छाने सुन्दा तेले पाको रहेछ अजीबैको जुनी इज्जतिलो तिमी रहेछौ बुहारीलाई छुनी हे यो उमेरमा हे कस्तो बैसा आएको र यस्तालाई त हान्न पर्छ कोर्रा नमस्ते क्रिम पाउडर लगाएर खुबै टल्के कि छे कुरा सुन्दा लाग्छ मलाई तैसा पल्के कि छे नजिकै राखेछस् खाली तैले नै लाइस होला बाली सुत्दादेखि खानेसम्म दिएका थिम दाइजो जात छोरी यिनका घरमा आगो लाएर आइजो हे पागललाई भनेछु जय टुप्पीबाट घुमाम्ला रोइ आखिर हाम्रै साथ पाएर अहिलेसम्म बाँचे चार खुट्टे खाट दिएको थिस् त्यही छोरीले भाँची